नमस्कार सबैलाई है दसैँको शुभकामना। दसैँ पनि अझै छ बाँकी होइन। एउटा कुरा मलाई भन्न मन लाग्यो कि हाम्रो यो तामाङ, शेर्पा होइन, मगर, गुरुङ, हाम्रो यो राई लिम्बूहरू आफ्नो पहिचान खोज्छ हो। अनि आफ्नो पहिचान खोजेपछि त आफ्नै पहिचानमा रमाउनु नि। किन दशमीले टिका लाउनु, किन आफ्नो चाडमा नि टिका लाउनु होइन। तामाङले लोसारमा टिका लाउँछ, मगरले माघे सङ्क्रान्तिमा टिका लाउँछ, शेर्पाले ग्याल्बो लोसारमा लाउँछ, गुरुङको आफ्नै लोसारमा टिका लाउँछ होइन। यति भयो त भइहाल्यो नि त नि होइन। यतिमा लगायो त हुँदैन त। तपाईँको वर्षमा दुई दुईचोटि टिका पनि लगाइदिने, खर्च त्यस्तै हुने। अनि आफ्नो पहिचान खोजेर हुन्छ त। अनि आफ्नो हामी चाहिँ तामाङ हो, हामी चाहिँ गुरुङ मगर, आफ्नो पहिचान चाहिन्छ भनेर चाहिँ पुरै मुर्दाबाद र जिन्दाबाद भनेर हिँड्छ। अनि हामी आफैमा यत्रो गल्ती छ क्या। आफ्नो पहिचान खोजेपछि त आफ्नै पहिचानमा रमाउने नि। के कस्तो मैले बढी बोले त होइन, मैले बहिष्कार गरेको चाहिँ होइन। तर आफ्नो जात धर्ममा आफ्नो धर्म मानेपछि आफ्नै धर्ममा रमाउनु चाहिँ एकदम राम्रो हुन्छ भन्ने मलाई लाग्छ। त्यही भएर चाहिँ अलिकति मैले यो सूचना दिएको हजुरलाई, मैले जानेको बुझेको होइन। मलाई त एकदम हाँस उठेर आयो यो टिका लाउँदाखेरि। आज अरे अचम्म लगाएर आयो, एउटै लगाएर आयो। ल लासो ब्याप ल।